मालपोत कार्यालयको सम्पूर्ण सेवाग्राहीमा हार्दिक अनुरोध। सर्वसाधारण जनताको सेवा सुविधा र आर्थिक हित कायम राख्न भू अभिलेख तथा श्रेष्ठता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गरौं। भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवं सूचनामूलक बनाओ। जमिनमा सिप्रश्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरिबी घटाउने कार्यमा सहयोग पुर्याओ। भू राजस्व परिचालन गर्न सहयोग पुर्याओ। आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू सूचना प्रणालीको विकास गरौं। जग्गा किन्न खोज्ने व्यक्तिहरूलाई जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम, जग्गाको प्रकार, क्षेत्रफल, बाटोको प्रकार आदिको बारेमा नापी कार्यालय तथा सम्बन्धित स्थानीय निकायबाट बुझी अनि सम्बन्धित पूर्जा मालपोत कार्यालयमा रहेको श्रेष्ठतासँग रुजु गरी मात्र जग्गाको कारोबार गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ। अहिले दर्शकबिन हाम्रो माझमा मालपोत कार्यालयका प्रशासनका प्रमुख हुनुहुन्छ। केही जानकारी दिनको लागि हजुरको शुभ नाम र पद। हस्, हजुरलाई नमस्कार। मेरो नाम नरेन्द्र प्रसाद काफ्ले, मालपोत कार्यालय कोलपुरमा नासु पदमा कार्यरत नायब सुब्बा। हजुरको यो प्रशासन शाखा हो, यहाँ के कस्ता कामहरू हुन्छन् सेवाग्राहीका, के कति प्रक्रिया पुर्याइसकेपछि यहाँ आउनुपर्ने हुन्छ, उहाँहरू जानकारी गराइदिनुहोस् न। प्रशासन शाखामा चाहिँ सेवाग्राही सहित कर्मचारीको पनि कामहरू हुन्छन्। यहाँ चाहिँ अभिलेखहरू राख्ने गरिन्छ कर्मचारीहरूको। अहिले कर्मचारीहरू सबै हुनुहुन्छ, फुलफिल नै भएको अवस्था हो। प्रमुख मालपोत अधिकृत एकजनाको चाहिँ सौर्यवाह छ, उहाँ यहाँ आइपुग्नु भएको होइन। अनि 2 जना मालपोत अधिकृत खाली छ, रिक्त छ, अरू फुलफिल नै छ। अब सुशासन कायम पनि गर्नुपर्ने हुन्छ तपाईँहरूले होइन। सुशासन कायमका लागि भएका प्रयासहरूको बारेमा पनि केही भनिदिनुहोस् न। सुशासन प्रयासको लागि चाहिँ त्यो मासिक रूपमा चाहिँ हामीले प्रकाशन गरेका छौँ उहरू सूचनाहरू, अनि त्यही छ अहिलेसम्मलाई। अब थप गर्नुपर्ने कुराहरू यस मालपोतमा के रहेका छन्? तपाईँ प्रशासनको प्रमुखको नाताले के भन्नुहुन्छ? दरबन्दी फुलफिल भयो भने राम्रो होला। सबै कर्मचारीले आफ्नो फान्ड अनुसारले काम पाउँछन् र सेवा पनि छिटो छरितो हुन्छ भन्ने मेरो भनाइ छ। जानकारी दिनुभयो, धन्यवाद। हस्, धन्यवाद सर। दर्शकबिन, अहिले हाम्रो माझमा यस कार्यालयमा आउनुभएका एकजना सेवाग्राही हुनुहुन्छ, उहाँसित केही जान्ने प्रयास गरिरहेका छौँ। हजुरको शुभ नाम? सर नमस्कार, म कृष्ण केसी, घर चाहिँ राप्ती सुनारी गाउँपालिका वार्ड नम्बर 5 मा, र म सेवाग्राही आज यो दाखिला खारेजको लागि आएको थिएँ। म संस्थाको तर्फबाट, म अष्टम साना किसान कृषि सहकारी संस्था। यहाँ आइसकेपछि कामहरू कति छिटो छरितो चुस्त दुरुस्त तरिकाले अगाडि बढिरहेको हजुरले पाउनु भएको छ? त्यो त छ। सबभन्दा पहिला त डकुमेन्टेसन पाटोमा हामी क्लियर हुनुपर्छ सर होइन। अब शान्तिनो कुरा डकुमेन्ट पुगेन भने उहाँहरूले त गर्ने कुरो पनि भएन, रिस्क लिएर। सबै कुरा प्रक्रियामा आएको छ भने ढिला चाहिँ छैन, एकदम क्विक रेस्पोन्स दिनुभएको छ। म विशेष गरी मालपोत कार्यालय कोलपुरप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। डकुमेन्टेसन चाहिँ कस्तो काम लिएर बेला बखतमा आउने गर्नुभएको छ? अरूले बेला पनि आउनुहुन्छ होला तपाईँ? आउँछौँ हामीहरू। विशेष गरी यो दाखिला खारेज मात्र होइन, हाम्रा सबै रोका फोकाका कुराहरू हुन्छन् संस्थाको तर्फबाट, र त्यो काम चाहिँ सहजै तरिकाले हुने गरेको छ। र विशेष गरी अहिले हाकिम साहब चेन्ज हुनुभएछ 1 महिना अगाडि, पुनः फेरि अर्को पनि आउनु भएको छ। काम सहज तरिकाले भएको छ। अझै यसलाई सहज तरिकाले, अझै राम्रो पारदर्शीपूर्ण तरिकाले, अझै के अरे जनतालाई चाहिँ हरेक कुरामा सुशासन तरिकाले काम गराउनु हुनेछ भन्ने आशा अपेक्षा हामीले राखेका छौँ, र अहिलेसम्म काम एकदम सेटिस्फाई छौँ। बरु आइसकेपछि यहाँ काम गराउनको लागि लेखापढीलाई नै समात्नुपर्ने जुन बाध्यता छ नि, त्यसको अन्त्य हुनुपर्छ कि पर्दैन, के मान्नु भएको? त्यसको एकदम सर, म भर्खरै एउटा अघि इस्यु पनि आएको थियो सर। यहाँ के हो भन्दाखेरिमा विशेष गरी यो कर्मचारीहरूलाई चाहिँ कतै ब्लेम लाग्ने जस्तो कामहरू चाहिँ लेखापढीबाट भएको देखियो कि त्यहाँ के भयो भन्दाखेरिमा अघि एउटा सेवाग्राही आउनु भएको थियो, तर उहाँलाई थाहै छैन, बिचारा अननोन हुनुहुन्छ। अनि अब त्यो सबै कुराहरू कुन प्रशासन, कुन फाँट कहाँ जाने, कति यहाँ त थुप्रै विभागहरू छन् त, विभागमा जाँदाखेरि चाहिँ त्यो लेखापढीलाई समात्नै पर्ने बाध्यात्मक अवस्था, यो रहरले होइन बाध्यता। म स्वयं आफै पनि कति ठाउँमा झुक्किएँ होइन। एउटा काम लिने क्रममा हो चाहिँ एउटा सामान्य ग्रास लेभलको एउटा किसानले त सबै ठाउँमा विभाग भ्याउन सक्दैन। त्यसले गर्दा एउटा के अरे सरकार निकाय भनौँ न, एउटा लेखापढीलाई समात्नु पर्ने बाध्यात्मक अवस्था छ। त्यसमा चाहिँ अब उहाँहरूले कसरी शुल्क फी लिनुभयो भन्ने कुरामा डिपेन्ड हुन्छ। मान्छेहरू लिँदो रहेछन्।
त्यसले गर्दा यो कुरामा चाहिँ क्राइटेरिया यहाँभन्दा बढी लिन नपाउने अथवा सूचना बोर्डमा तपाईँले फलानु सेवा लिनुहुन्छ भने यति रुपियाँ चाहिँ योभन्दा बढी नदिनु होला भनेर यो मालपोत कार्यालयले अझ प्रष्ट रूपमा चाहिँ सूचना जारी गर्दै हामी आभार हुन्थ्यौँ विशेष गरी। अब यहाँ आउँदा कर्मचारीको स्वभाव व्यवहारका कुरा पनि हुन्छन् होइन, केही कामहरूमा कमी कमजोरी भएन भने केही सुझाव पनि दिनुपर्ने हुन्छ, उहाँहरूले सहयोग पनि गर्नुपर्ने, सहजीकरण गर्नुपर्ने हुन्छ, सबै गरेको अवस्था हो के पाउनु भएको छ? अहिलेसम्म सर म त्यसरी अहिलेसम्म हामी चाहिँ संस्थागत तर्फबाट हो मेरो व्यक्तिगत भन्दा पनि अहिलेसम्म रेस्पोन्स राम्रो दिनुभएको छ। केही सुधार गर्नुपर्ने कुरा सुधार गर्ने कुरामा चाहिँ मैले अझै भने अब यहाँ सायद कर्मचारी अझै कम हुनुहुन्छ होला, यसको लागि दरबन्दीको कुराहरू विशेष गरी नेपाल सरकारले हेर्ने कुराहरू हो होइन, विभागीय प्रशासनबाट चाहिँ अझ थप कर्मचारीहरू, किन भिड यत्रो भिड छ, एकै दिन एउटा कामलाई 3-4 दिन जान सक्छ। अनि अरू कुरा मलाई चाहिँ सबैभन्दा सर्भर डाउन किन हुन्छ भने के यो सर्भर डाउनकै कारणले गर्दा आज 3 दिनसम्म म अल्झिरहेको छु। यो विषयमा त स्वयं म पनि पत्रकारितामा आबद्ध भएको भएर म के कुराहरू म पनि आफै पनि हेर्छु, तर कतै लेखौँ बोलु भन्ने लाग्ने त कर्मचारीबाट होइन, फेरि मैले देखेको है मेरो तर्फबाट कर्मचारी अथवा काम एकदम राम्रो गरिदिइराख्नु भएको छ, तर सर्भर डाउन भएर 2 दिनदेखि मेरो फाइल डाउन भयो बस्यो। त्यसले गर्दा यो सर्भरलाई कसरी चाहिँ सुसुप्त बनाउन सकिन्छ, यसको मेकानिजम के हुनसक्छ, यो बारेमा चाहिँ अझ राम्रो भइदिएको भए सेवा गरी फर्केर जान नपर्ने। म राप्ती सुनारीबाट यहाँ आउन 50 किलोमिटर दैनिक हामी चाहिँ हिँड्दा कति खर्च हुन्छ यो कुरा सबै त अझ हामी त एज नो प्रब्लम, तर सामान्य एउटा विपन्न परिवार त्यहाँबाट राप्ती सुनारीबाट यहाँ आउँदा कति खर्च लाग्छ होला, यो कुरा चाहिँ हेरेर पनि प्रशासनले चाहिँ यसलाई यो सर्भर डाउन अथवा यी कुराहरू साना कुराहरू हामीबाट सुधार हुने कुराहरू चाहिँ इन्टरनल प्रब्लमलाई कसरी अझ राम्रो यसलाई चाहिँ गराउन सकिन्छ भन्ने विषयमा चासो दियोस् भन्ने हामी चाहन्छौँ। विचार दिनुभयो, धन्यवाद सर। हस्, थ्याङ्क यू सर। दर्शकबिन, हाम्रो माझमा एकजना सेवाग्राही हुनुहुन्छ, यस मालपोत कार्यालयमा काम गराउनको लागि आउनुभएको छ। हजुरको शुभ नाम? मेरो नाम जयप्रसाद पोखरेल। के काम लिएर आउनु भएको छ मालपोतमा? मेरो घर जग्गा पास सम्बन्धी हो। काम भइसक्यो? छैन, हुँदैछ। अनलाइन सिस्टम सुरु भइसकेपछि झन् झन्झटिलो भयो, समय लाग्यो भन्ने गुनासो छ। तपाईँ सेवाग्राहीको नाताले के भन्नुहुन्छ? म त राम्रो भन्छु है, म त बाहिर, विशेष गरी म बाहिर बस्ने मान्छे हो विदेशतिर, त्यो अनलाइन सिस्टमले चाहिँ हामीलाई धेरै सहयोग गरेको छ। यहाँ आउँदा अब यहाँका कर्मचारीका होइन स्वभाव व्यवहारका कुराहरू कस्तो पाउनु भएको छ? पहिलेभन्दा धेरै राम्रो भएको छ, सुधार पनि भएको छ, धेरै राम्रो पनि भएको छ। सुधार गर्नुपर्ने कुरा के देख्नु भएको छ यो मालपोतमा? यो अलिकति भिडभाडलाई चाहिँ व्यवस्थित बनाउन सकेको भए चाहिँ हुन्थ्यो होइन, अरू त राम्रो छ, ठिकै छ, सबै ठिक छ। एकजना सेवाग्राही हुनुहुन्छ हाम्रो माझमा, उहाँसित पनि केही जान्ने प्रयास गरिरहेका छौँ यस मालपोत कार्यालयको सेवा प्रवाहका बारेमा। हजुरको शुभ नाम? भुवानी प्रसाद भट्टराई। के काम लिएर आउनु भएको छ मालपोतमा? यहाँ जग्गा पास पारित गरिदिनलाई। यहाँ आउँदा अब काम गराउनको लागि कति समय लागेको हजुरले पाउनु भएको छ? यहाँको सेवा प्रवाहमा कतिको खुसी हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ? यो जग्गा प्रशासनको काम भनेको चाहिँ अति जटिल र संवेदनशील पनि हो। यो गर्दाखेरि कसको स्वामित्व हस्तान्तरण गर्ने कुराहरू अलिकति केही हिसाबले चाहिँ अब हरेक हिसाबले आएर चाहिँ स्वामित्व गलत हिसाबले परिवर्तन हुने अवस्था, के अरे स्वामित्व हस्तान्तरण हुने कुरा नै हुन्छ। त्यसले गर्दाखेरि संवेदनशील भएर काम गर्नुपर्ने मालपोत कार्यालयका कर्मचारीहरूको काम हुन्छ। त्यसले गर्दाखेरि ढिलो हुने कुरा त स्वाभाविक हिसाबले बुझ्नुपर्ने हिसाबले ढिलो नै हुन्छ, तर उहाँहरूको काम चाहिँ एकदम सन्तुष्टजनक छ। उहाँहरूले चाहिँ चुस्त दुरुस्त हिसाबले सेवा प्रवाह गर्नुभयो, हामी चाहिँ एकदम सेटिस्फाई छौँ। अनलाइन सिस्टम भएपछि झन् झन्झटिलो भयो, समय लाग्यो भन्ने सेवाग्राही पनि धेरै हुनुहुन्छ, तपाईँले के पाउनु भएको छ? अनलाइन भनेको अनलाइनमा त्यो मैले अहिले भनिहालेँ नि, जग्गा प्रशासनको कुरा, स्वामित्व हस्तान्तरण गर्ने कुरा गलत हिसाबले गलत ठाउँमा नजाओस् भन्ने हिसाबले बुझ्नुपर्ने कुरा हुन्छ। अब त्यो अनलाइनमा कहिले कहिले लाइन जाँदाखेरि ढिलो हुने एउटा कुरा भयो, नत्र पनि त्यस्तो चाहिँ बुझिया छ। तपाईँ सेवाग्राही हुनुहुन्छ, मालपोत नापीमा आउँदा यो कर छलीका कुरा बढी हुन्छन् होइन, राजस्व कम तिर्नु परोस् भन्नको लागि धेरै तपाईँका प्रयासहरू गर्ने पनि छ, हजुरलाई थाहा छ। सिफारिसका कुरा होस् अथवा थैली कम राख्ने कुरा होस्, यसले गर्दा पनि देश विकासमा, आर्थिक विकासमा अलिकति समस्या परेको छ देशलाई भन्ने कुरा के मान्नुहुन्छ? अब त्यो त के भन्दाखेरि अब राज्यले चाहिँ के गर्नु पर्यो भन्दाखेरि जसले एउटा जग्गा लिन्छ त्यसको चाहिँ मूल्य चाहिँ न्यूनतम मूल्य र अधिकतम मूल्य राख्छ। कोही ठाउँमा तपाईँ कस्तो हुन्छ भनेदेखि 10 लाख रुपियाँ कट्ठा नपर्ने ठाउँलाई 5 लाख रुपियाँ बिक्री हुँदैन त्यो जग्गा कट्ठाको, तर उसले 10 लाख राखिदिएको छ, जग्गै किन्ने मान्छे तयार हुँदैन। यस्तो अवस्था नि छ। त्यो अब मूल्याङ्कन समिति जब स्थानीय तहमा चाहिँ जिल्लामा मूल्याङ्कन मूल्य निर्धारण समिति हुन्छ, त्यसले मूल्याङ्कन गरेर यथोचित हिसाबले मूल्याङ्कन गर्नुपर्ने हुन्छ। त्यो अहिले मूल्याङ्कन गरेको देखिँदैन। अब त्यो छल्ने कुरा त न्यूनतम मूल्य राखिदिया हुन्छ, न्यूनतम गरेर चाहिँ न्यूनतम राखिदिएपछि न्यूनतम राखेर पास गर्ने भयो कि चाहिँ उसको लागि ग्यारेन्टी के दिनु पऱ्यो भनेदेखि जग्गा उसले 1 करोडको जग्गा लियो भने
1 करोडै मूल्य राखोस् अनि राजस्व तिर्छ अथवा समितिहरूले हक उ गर्न पाउने अथवा हकवाला कोही उठ्न नपाउने त्यस्तो भयो भने मान्छेले त्यो अनुसार गर्ने भयो मेरो थैली जान्छ उ जान्छ त्यस्तो पनि अवस्था छैन है अब हकवालाहरू हकवालाको हिसाबले हक दाबी गर्ने अब अंशियारहरूले गर्ने कुरा एउटा कुरा भयो होइन र अरू हिसाबले न्यूनतम मूल्य राख्दै न्यूनतम मूल्य राख्छ पास गर्छ राज्यले त्यसलाई व्यवस्था गर्नुपर्ने हो काम लिएर आइसकेपछि काम गराउँदा आउँदा तपाईँहरू डाइरेक्ट लेखापढीलाई समात्नुहुन्छ कानुन व्यवसायहरूलाई समात्नुपर्छ यसको अन्तको लागि कार्यालयले एउटा सहायता कक्ष राखेर होइन त्यो गर्न सक्छ कि सक्दैन त्यो राज्यले त्यो व्यवस्था गर्ने एकदम राम्रो अब हामी त कानुन नजाने मान्छे अब जसले अब त्यो थाहा हुन्न जग्गा प्रशासनको कुरा थाहा हुन्न कानुन व्यवसाय जानु पर्यो उहाँहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ कार्यालयको कामको व्यस्त सेवा कार्यालय सक्ने अवस्था हामीले सोद्धा पनि अब जवाफ दिन सक्ने समय रहँदैन त्यसले गर्दाखेरि अब कानुन सेवा कार्यालय कानुन व्यवसाय नै हामीले समात्नुपर्ने हुन्छ त्यसरी हेल्प डेस्क राखेर राज्यले चाहिँ सेवा कार्यालयलाई राम्रो किसिमको सुविधा दिने भने त्यो एकदम राम्रो हो सरकार त्यसरी जानु पर्यो सरकारले त्यो व्यवस्थापन गर्नुपर्ने हुन्छ सुधार गर्नुपर्ने कुराहरू के देख्नु भएको छ सुधार त जग्गा प्रशासनमा सुधार गर्नुपर्ने अवस्थाहरू छ एकजना सेवाग्राही हाम्रो माझमा हुनुहुन्छ जो यस मालपोत कार्यालय कोहलपुर बाँकेमा आउनुभएको छ हजुरको शुभ नाम मेरो नाम रामचन्द्र कार्की के काम लिएर आउनु भएको छ म एउटा जग्गा पास गर्न थियो त्यही भएर आएको म खासै त यहाँ आउँदैन थिएँ म अब आज चाहिँ पास गर्ने सिलसिलामा आएको छु पास अब अलिकति थोरै काम मात्रै बाँकी छ अब लगभग यहाँ आउँदा काम गराउँदा कतिको सहज भयो हजुरलाई सहज भएको हजुरले महसुस गर्नु सहज ठिकै छ एकदमै राम्रो लागेको छ मलाई मेरो सुधार गर्नुपर्ने कुरा सुधार गर्नुपर्ने कुरा त अब झनै छिटो गरिदिए त झनै राम्रो हुन्थ्यो भन्ने हुन्छ ग्राहकको उसको लागि पनि लेखापढीलाई समात्नु भयो होला होइन लेखापढीले काम गरेर पारिश्रमिक कति लिनुभयो के छ पारिश्रमिक त मैले दिएन दिएको छैन आफ्नै मान्छे हुन् आफ्नै मान्छे छन् त्यही भएर मैले दिएन उहाँले अब जग्गा धनी उहाँ हो मैले आफै गराउनु भयो म आएर मात्रै पास गरेर जग्गा वास्तविक कर रासो चाहिँ दिनुभयो तपाईँले तिर्नुभयो मैले तिरेन उहाँले अब के गर्नुभयो उहाँ साउले गर्नुभयो होला मैले दिएन ए हजुरले तिर्नु भएन लाभ करका कुरा आछन् हजुरलाई थाहा छ नि मलाई थाहा छैन त्यो कुरा म भर्खर आजै आएको मान्छे यहाँ अब मलाई त्यति चाहिँ ज्ञान छैन अहिले दर्शकबिन हाम्रो माझमा यस कार्यालयका कर्मचारी हुनुहुन्छ उहाँसित केही जान्ने प्रयास गरिरहेका छौँ यस कार्यालयको बारेमा हजुरको शुभ नाम र हजुरको पद यहाँ मेरो नाम कृष्ण राज नेपाने नायब सुब्बा पदमा कार्यरत छु यो शाखा कुन हो यो शाखामा के कस्ता काम हुन्छ सेवाग्राही यो रजिस्ट्रेसन ख भन्ने हो यहाँ बनकोटवा रजेना चिसापानी महादेवपुरी र शमशेरगञ्जको लिखत पारित हुने रोका हुक्का हुने काम हुन्छ यहाँबाट कहिलेकाहीँ सेवाग्राहीको कामहरू बन्दैन होइन कमी कमजोरी पनि भएको अवस्था हुन्छ त्यस्तो अवस्थामा के कस्ता सुझावहरू सल्लाहहरू तपाईँहरूले दिने गर्नु भएको छ सर यहाँबाट वर्षा आजै हुन्छ नभए भोलिसम्म त हुने गरेकै छ अब केही त्यस्तो मिलेन भने यो सुधारेर ल्याउनुहोस् भन्छौँ काम त गरिरहेको छ अनलाइन सिस्टम प्रभावकारी रहेको छ हाम्रो मालपोतमा प्रभावकारी नै छ सर्भर डाउनका कारणले गर्दा नेट नहुँदा पनि दुःख पाएको भन्ने सुन्छौँ कि सर हामीले त्यसको अन्त्यको लागि के गर्नुपर्छ नेटको विषयमा त अब हामीले के भन्न सक्छौँ सर्भर डाउन के छ सर्भरमा कहिले देशैभरि जान्छ अब यहाँबाट गएको अवस्थामा मात्रै हामीले सुधार्ने अब दिनमा कति सेवाग्राहीहरूले यहाँबाट सेवा लिइरहेको अवस्था हो औसतमा सर अहिले औसतमा 50-60 जनासम्म आउँछ दिनुभएको छ तपाईँहरूलाई कुन कुरा अझै थप भइदिए अझ राम्रो तरिकाले काम गर्न सकिन्थ्यो होला के मान्नु भएको छ सर अब के भन्ने अब भवन नै आफ्नो सरकारी भवन छैन साँगुरो ठाउँमा 3-4 जना बसेर कोचाकोचरी काम गर्नु पर्यो त्यही समस्या जानकारी दिनुभयो धन्यवाद सर हाम्रो माझमा एकजना सेवाग्राही हुनुहुन्छ उहाँसित पनि केही जान्ने प्रयास गरिरहेका छौँ यस मालपोत कार्यालयको बारेमा हजुरको शुभ नाम मेरो चन्द्रबहादुर थापा के काम लिएर आउनु भएको छ मालपोतमा मालपोतमा यो जग्गा पास गर्नु त्यो कामले काम भइसक्यो काम भइसक्यो अरू कस्ता काम लिएर बेला बखतमा मालपोत आउने गर्नु भएको छ म त खासै फर्स्ट टाइम हो यस्तो फर्स्ट टाइम आउनु भएको छ कस्तो मान्नुभयो त यहाँको सेवा प्रवाहका कुराहरू ठिकै छ भन्नु अब मैले देखे अनुसार त अब 1-2 दिन भयो म सेवाग्राहीको गुनासो के छ भने बस्नको लागि पिउने पानी शौचालय लगायतका कुराहरूमा अलिक समस्या छ भन्ने कुरा अलिक कन्जस्टेन्ट भयो सानो ठाउँ छ भनेर हुनसक्छ ठाउँ अलि हेर्दाखेरि सानो पनि छ जस्तो लाग्थ्यो मेरो विचारमा अलि फराकिलो भयो झनै राम्रो हुन्थ्यो होला अब यहाँ आउँदा कर्मचारीको व्यवहारका कुराहरू स्वभावका कुराहरू सेवाग्राहीप्रति कस्तो छ कस्तो पाउनुभयो एकदम ठिक छ राम्रो छ राम्रो छ केही सुधार गर्नुपर्ने कुरा देख्नु भएको छ सुधार अब
सधैँ आइरहनु भयो केही कमी कमजोरी पत्ता लाग्थ्यो होला र हामीहरू अब म फर्स्ट चान्स आएको मलाई खासै त्यति त्यो भएन मैले देख्दाखेरि चाहिँ राम्रै देखेँ काम गराउन आउँदा लेखापढीलाई नै समात्ने गर्नु भएको छ भूसेवा केन्द्र मार्फत नै आउने गर्नु भएको छ कि आफै गर्ने गर्नु भएको छ हामीले त अब लेखापढी उसबाटै जानुपर्छ आफै लेख्न सक्नुहुन्न तपाईँहरू होइन सकिन्छ अब उहाँहरूबाट काम गऱ्यो भने अलिक छिटो हुँदो रहेछ उहाँहरू मार्फत काम गराउँदा छिटो हुन्छ भनेर तपाईँले गर्नुभएको छ जानकारी दिनुभयो धन्यवाद ओके थ्याङ्क सर हजुरको शुभ नाम र हजुर कुन पदमा हुनुहुन्छ यस कार्यालयमा मेरो नाम चाहिँ तपेन्द्र राज नेउपाने म यस कार्यालयमा खरिदार पदमा कार्यरत छु यो शाखामा सेवाग्राहीका कस्ता कामहरू हुन्छन् यो मोडफाँड हो मोडफाँडमा चाहिँ सेवाग्राहीको चाहिँ जग्गाको चाहिँ मोड भिड्छ भिड्दैन र रोक्का छ छैन यो दुईवटा काम हो भने के कति प्रक्रिया पुर्याएर तपाईँको यहाँ आउनुपर्ने हुन्छ सेवाग्राहीहरू जस्तै यो कागज आएको छ होइन यो कागज चाहिँ राजीनामाको लागि आएको छ भने चाहिँ एउटा चाहिँ लाल पूर्जा चाहियो अनि यसको तिरोतिरेको रसिद त्यसपछि आएर लिने दिनेको नागरिकताको फोटोकपी अनि वडा कार्यालयको घरबाट सिफारिस अनि सबै तयार गरेर बाहिर भूसेवा केन्द्रहरू छन् भूसेवा गरेर अनि आउनुपर्छ यति आएपछि कामहरू हुन्छ हजुर कामहरू हुन्छ अनलाइन सिस्टम भएर झन्झिटिलो भयो समय लाग्यो भन्ने सेवाग्राही पनि हुनुहुन्छ होइन हजुर त्यस्तो केही गुनासो गरेको हजुरलाई थाहा छ जानकारीमा छ भूसेवा कहिलेकाहीँ पाम चलेन भने त्यस्तो अवस्थामा हो नत्र त अनलाइन सेवा अरूभन्दा अलिक छिटो नै हुन्छ छिटो भइरहेको कहिलेकाहीँ सर्भर नचलेको अवस्थामा मात्र हो सर्भर चल्यो भने त पहिलाको चाहिँ हातले हुने भन्दा यो त धेरै छिटो हुन्छ नि अहिलेको तपाईँहरूको फाँटमा लेखापढी कानुन व्यवसायहरू आएर पनि काम गर्नुहुन्छ र सर हाम्रो फाँडमा लेखापढी आउँदैनन् बाहिर भूसेवा गएर कागज आउँछ सेवाग्राही झ्यालमा आएर गर्नुहुन्छ लेखापढीहरू आउँदैन यहाँ आएर चाहिँ काम गर्नु हुँदैन त्यस्तो भएको छैन अहिले दर्शकबिन्द हामी बाँकी जिल्लाको कोहलपुरमा आइपुगेका छौँ मालपोत कार्यालयमा छौँ हाम्रो माझमा यस निकायका प्रमुख हुनुहुन्छ केही जानकारी दिनको लागि सरलाई स्वागत गर्न चाहन्छौँ धन्यवाद नमस्कार सर आएको कहिले हो यस मालपोत कार्यालयमा आइसकेपछि अहिलेको व्यस्तता अवस्था के हो मालपोतको कसरी कामहरू अगाडि बढिरहेका छन् सेवाग्राहीको छोटकरीमा भनिदिनुहोस् न म यस मालपोत कार्यालयमा 1 कार्तिक 23 गतेदेखि कार्यरत छु म आइसकेपछि लगत्तै किता कार्ड पनि खुलेको हुनाले सेवाग्राहीको चाप अलिक बढी नै बढेको छ र नियमित कामहरू नियमअनुसार भइराखेकै अवस्था छ सर तपाईँको कार्यक्षेत्रमा पर्ने पालिकाले जग्गा भू वर्गीकरणका कुराहरू गर्नुपर्छ गर्नु भएको छैन भन्ने जानकारी हामीलाई प्राप्त भयो यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् के कति थाहा छ हजुरलाई यो आवश्यक किन हो अब विशेष गरी नेपाल सरकारले भूमिको खण्डीकरण रोक्नको लागि जग्गा वर्गीकरण गरेर त्यसको उपयोग गर्ने भन्ने चाहिँ नीति लिएको हो त्यो अनुसार चाहिँ पालिकाले आफ्नो पालिकाभित्रका जग्गाहरूको मापदण्ड अनुसार वर्गीकरण गरेर नापी मालपोतमा चाहिँ अद्यावधि गराउनु पर्ने त्यो अवस्था चाहिँ अहिले हाम्रो कार्यक्षेत्रभित्र रहेका राप्ती सोनारी कोलपुर र बैजनाथ गाउँपालिकाहरूको चाहिँ वर्गीकरण भएको अवस्था छैन पालिकाहरूले चासो लिएर अगाडि बढ्नुपर्ने हो हामी पनि अब समन्वय गरिरहेका छौँ अब यसमा उहाँहरूले चाहिँ त्यति कन्सर्न लिनुभएको छैन सर मालपोतमा अनलाइन सिस्टम प्रभावकारी हुनुपर्छ होइन फेसलेस क्यासलेस पेपरलेस भयो झनै राम्रो त्यो पनि गाउन सकिएको अवस्था छैन तपाईँ त कार्यालय प्रमुख हुनुहुन्छ प्रशासन हेर्ने तपाईँले हो यो भइदिए कति राम्रो हुन्थ्यो होला सेवाग्राहीले कति सुविधा हुन्थ्यो के मान्नु भएको छ हो अब नेपाल सरकारको नीति पनि पेपरलेस बनाउनुपर्छ भन्ने चाहिँ छ मालपोतमा पनि अहिले दुवै तरिकाबाट म्यानुअल र सिस्टम दुवै तरिकाबाट काम भइरहेको छ र अर्को कुरा अब हाम्रो जुन स्टोरेज छ डाटा स्टोरेज सेक्युरिटी सिस्टमले गर्दाखेरि हामी टोटल्ली अनलाइनमा जान नसकेको सायद नेपाल सरकारले त्यो फिल गरेर होला टोटल्ली चाहिँ अब पेपरलेस गर्न सकेको छैन अब यो दुवै गर्दाखेरि हामीले अझै सेक्युर चाहिँ फिल भइरहेको छ अहिले हाम्रो म्यानुअल डाटाहरू हरायो भने अनलाइनबाट र अनलाइन डाटाहरू हरायो भने म्यानुअलबाट चाहिँ हामीले डाटाहरू प्राप्त गर्न सक्ने हुँदा
अहिले चाहिँ यो प्रभावकारी नै भएको छ भन्ने चाहिँ छ। सेवा प्रवाहको हिसाबले थोरै लेन्दी भए तापनि डाटा सुरक्षाको हिसाबले चाहिँ ठिकै जस्तो लाग्छ। सर, भदौ 23-24 गते जुन जेनजी आन्दोलन भयो त्यसले केही क्षति पनि भयो भन्ने जानकारी हामीलाई प्राप्त भएको छ। कस्तो रह्यो त्यो आन्दोलनले? केही क्षति भएको अवस्था हो हाम्रो कार्यालयमा? हाम्रो कार्यालयमा जेनजी आन्दोलनले विशेष गरी डाटाबेसको हिसाबले चाहिँ कुनै पनि क्षति भएको छैन। हाम्रा मोडहरू, हाम्रो सिस्टमहरू सबै सुरक्षित थिए भने भौतिक रूपमा चाहिँ हाम्रो झ्यालहरू, ढोकाहरूमा थोरै ढुङ्गामुढा भएको अवस्था हो। डाटाको हिसाबमा चाहिँ हामी सुरक्षित नै छौँ। प्रमुख काम भनेको मालपोतको सेवा प्रवाह हो सर, होइन? सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त गराउनको लागि के गर्नु पर्ला, होइन? हेल्प डेस्क पनि रहेको छ, त्यो सहायता कक्षबाट पनि तपाईँहरूले केही सेवा दिन सक्नुहुन्छ, जस्तै भूसेवा केन्द्रले दिन्छ, लेखापढी कानुन व्यवसायहरूले दिनुहुन्छ, त्यस्तो सम्भव छ कि छैन? के मान्नु भएको छ सर? विशेष गरी अब सेवा प्रवाहको हिसाबले अब हामीले सहायता कक्षहरू स्थापना गर्ने, त्यस पछाडि सूचना अधिकारीको व्यवस्थापन गर्ने लगायत अब हाम्रो प्रणालीलाई चाहिँ चुस्त दुरुस्त बनाउनेतिर हामी लागिरहेका छौँ। हामी जनगणसाहरूको सम्बोधन गर्दै उजुरी पेटिकामा आएका उजुरीहरूको बारम्बार हामी चाहिँ समीक्षा गर्ने, त्यहाँबाट उत्पन्न भएका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर हामी स्टाफहरूबिच छलफल हुँदै हाम्रो सेवा प्रवाह चाहिँ अगाडि बढिरहेको छ। समस्या, अप्ठ्यारा, चुनौती तपाईँहरूलाई खास के हुन् त? टेक्निकल इरर पनि हुन्छन् कहिलेकाहीँ? अब हाम्रो सेवा प्रवाहमा समस्या भनेको कहिलेकाहीँ हाम्रो नेटहरू, सिस्टमहरू डाउन हुन्छ, त्यहाँ पनि हामीले समस्या भोग्छौँ भने कतिपय चाहिँ हाम्रो स्थानीय तहबाट प्राप्त हुने कागजातहरू केही चाहिँ अब बेहोरा नमिलेकाहरू हुन्छ, केही चाहिँ रित नपुगेकाहरू हुन्छ। त्यस्ता कागजातहरूले पनि हामीलाई थोरै सेवा प्रवाहमा अप्ठ्यारो पार्ने हुँदा सम्बन्धित निकायले चाहिँ आवश्यक प्रक्रिया पुर्याएर मात्रै हामीले सेवाग्राहीलाई पठाउँदाखेरि सेवा प्रवाहमा झनै प्रभावकारिता देखिन्थ्यो भन्ने चाहिँ हामीलाई लाग्छ। सर, लेखापढी कानुन व्यवसायहरूले, भूसेवा केन्द्रले कसरी काम गरिरहेका छन्, पारिश्रमिक कति लिइरहेका छन्, होइन? केही दुःख त पाइरहेका छैनन् सेवाग्राहीले भन्ने पनि बुझ्नु पर्थ्यो तपाईँले, होइन सर? त्यो सबै बुझिरहेको अवस्था होला र लेखापढी कानुन व्यवसायहरूलाई तपाईँले बेला बखतमा केही सल्लाह सुझावहरूका कुराहरू? अब हाम्रो जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा एउटा भूसेवा नियमन समिति भन्ने हुन्छ। त्यो समितिको बैठक हामी चाहिँ अब बस्न सकेको त छैन यो आर्थिक वर्षमा। हामी अघिल्लो आर्थिक वर्षमा लाग्ने शुल्कहरू के कति निर्धारण गर्ने भनेर हामी उहाँहरूसँग बैठक बसेर हामी त्यो निर्धारण गरिदिन्छौँ। मालपोतले निर्धारण गरेको शुल्क लिएर चाहिँ लेखापढी व्यवसाय एवं भूसेवाहरूले चाहिँ सेवा प्रवाह गर्नुपर्ने हुन्छ। त्यो बाहेक बढी लिएको खण्डमा सेवाग्राहीबाट हामीलाई गुनासो प्राप्त भयो भने त्यसको सम्बोधन हामीले गर्छौँ। सर, न्यूनतम र अधिकतम कति लिइराख्नु भएको छ भनेर पनि बुझ्नुपर्ने हुन्छ, केही बुझेको अवस्था हो तपाईँहरूले? अब अहिले हामीले भूसेवा गरेको चाहिँ 500 भनेर तोकिएको अवस्था रहेछ। यहाँ हामीसँग गरेको उहाँहरूको दोहोरो कागज के भनौँ या प्रमाण भनौँ त्यो चाहिँ पेस गर्ने हामीले सिस्टम बनाएको छौँ। सेवाग्राही र भूसेवा बिचको सम्झौता चाहिँ हामीले राख्ने गरेका छौँ। त्यसमा चाहिँ अब 500 उल्लेख भएर आएको हुन्छ, त्यही चाहिँ लिनुहुन्छ भन्ने हाम्रो विश्वस्तता हो। सर, भाडाको घरमा भएर धेरै दुःख पाएका छन् भन्ने गुनासो पनि छ। नापी त नजिकै छ सर, तर शौचालयका कुरा, पिउने कुरा, बस्नको लागि, होइन, धेरै कन्जेस्टेड पनि छ। अब सरकारी निकायमा स्तनपान कक्ष, अपाङ्ग मैत्री कक्ष लगायतका धेरै सुविधाहरू पनि दिनुपर्ने हुन्छ, नेट पनि कहिलेकाहीँ चाहिन सक्छ, होइन? सबै भएन भन्ने गुनासो आएपछि कसरी सम्बोधन हुन्छ ती कुराको सर? हो, अब हाम्रो भवन कार्यालय स्थापना भएदेखि नै हामी भाडाको भवनमा बसिरहेका छौँ। अब व्यक्तिगत प्रयोजनका लागि बनाइएको घर कार्यालय प्रयोजनको लागि प्रयोग गर्दा पक्कै पनि चुनौती चाहिँ हुन्छ नै। अब हजुरहरूले पनि देख्नु भएको छ, होइन, सानो कोठाहरू छ, बाहिर पार्किङको पनि ठाउँ छैन। त्यसै गरी कोठाहरूलाई एडजस्ट गरेर पार्टिसन गरेर हामीले सेवा प्रवाह गरिरहेका छौँ। अब हाम्रो तर्फबाट सक्ने कसरी चाहिँ सेवा मैत्री बनाउन सकिन्छ भन्ने तर्फ चाहिँ हामी लागिरहेका छौँ।
मालपोतमा कर छलेका कुरा बढी हुन्छन् होइन, राजस्व कम तिर्नको लागि विभिन्न तरिकाले बिचौलियाहरूले अथवा मध्यस्थकर्ताहरूले भूमिका खेलिरहेका हुन्छन् भनेर पनि गुनासो सुन्छौँ सर। अहिले यो लाभ करका कुराहरू आएका छन्, यो लाभ कर पनि भनेअनुसारको सबैले तिरिरहेका छैनन् सेवाग्राहीले भन्ने कुरा के भन्नुहुन्छ? त्यस्तो नहोस् भन्नको लागि कार्यालयमा के गरिएको छ? अब त्यस्तो सकभर अहिले चाहिँ हुँदैन। हाम्रो अनलाइन प्रणाली लागू भएदेखि उहाँले चाहिँ यो आर्थिक वर्षमा या अघिल्लो आर्थिक वर्षमा जुनसुकै बेला पनि त्यो किताबमा गरेको कारोबार चाहिँ देखिने हुनाले, सिस्टमले नै देखाउने हुनाले त्यो सम्भावना चाहिँ अलि न्यून भएको छ, त्यो चाहिँ अलि कम हुँदै गएको छ। थैली पनि कम राख्ने जुन छ नि सर परिपाटी, फेरि तपाईँले भन्नुभयो जग्गा भू उपयोग वर्गीकरण भएको छैन भनेर, जसले गर्दा पनि चलखेल गर्न सजिलो भयो भन्ने कुरा। अब त्यस्तो त हामीले अब विशेष गरी स्थानीय तहको सिफारिसलाई आधार मानेर काम गर्नुपर्ने हुन्छ। कतिपय झुट्टा कृत्य सिफारिस पनि आएका छन् भन्ने कुरा, त्यस्तो अवस्थामा मालपोत नापीले के गर्ने होइन, शङ्का लागेको खण्डमा भन्न खोजेछन् भने त्यसमा चाहिँ हामी अब शङ्का लागेको छ भने हामीले निरीक्षणहरू गर्नु, विशेष गरी अब राजस्व उठाएर हामीले स्थानीय तहलाई नै दिनुपर्ने हुनाले अब स्थानीय तहको सिफारिस चाहिँ विश्वसनीय हुनुपर्छ, उहाँहरूले गर्ने सिफारिस नै विश्वसनीय हुनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। र त्यस्तो शङ्का लागेको अवस्थामा आफूले जानकारी भएसम्म हामी फिल्ड हेर्ने, निरीक्षण गर्ने र आफूलाई थाहा पाएको हकमा चाहिँ हामी त्यसो हुन दिँदैनौँ। सर, स्थानीय तह लगायत सबै निकायबाट कस्तो सहयोग पाइराख्नु भएको छ? पाउनुपर्ने सहयोग कस्तो हो खास मालपोतले? अब स्थानीय निकायबाट हामीलाई अहिलेसम्म त सहयोग प्राप्त भइ नै रहेको छ। विशेष गरी सेवा प्रवाहको क्रममा उहाँहरूले गर्ने सिफारिसहरू हुन्छ, त्यसलाई चाहिँ अब सही तरिकाले र व्यवस्थित तरिकाले पठाउनु नै हाम्रो मुख्य उहाँहरूको सहयोग हो। यो भइ नै राखेको छ। अब एकाध नभए तापनि त्यसलाई चाहिँ अब सुधार्नुहुन्छ भन्ने चाहिँ हाम्रो अपेक्षा छ। मुद्दा फाँट पनि रहेको छ, विभिन्न शाखाहरू फाँटहरू रहेका छन् सर, त्यहाँ कसरी काम भइरहेका छन्, कर्मचारीले ठिक तरिकाले काम गरेका छन् कि छैनन् भनेर पनि हेर्नुपर्ने हुन्छ, निर्देशनका कुरा पनि हुन्छ, सुशासन कायम पनि तपाईँले गर्नुपर्ने हुन्छ, कसरी अगाडि बढ्ने सर? अब हाम्रो यस कार्यालयमा रहेका विभिन्न फाँटहरूमा हामी निरीक्षण पनि गर्ने गर्छौँ र प्रत्येक महिना हामी कार्यालय प्रमुखको बैठक पश्चात बैठकहरू बसेर कार्यालय प्रमुखमा भएका निर्देशन एवं हाम्रो सेवा प्रवाहमा भएका समस्याहरूलाई कसरी समाधान गर्ने भनेर छलफल गरेर त्यो निर्देशन अनुसार चाहिँ हामी अगाडि बढ्ने गरिराखेका छौँ। सर, तपाईँको छलफल पनि हुन्छ होला कहिले काहीँ, बैठक जस्तो पनि मिटिङ होइन, के कस्ता छलफलहरू भइराखेका हुँदैन सर? दैनिक हुन्छ कि के हो सर? हाम्रो अब प्रत्येक महिनाको एकचोटि चाहिँ हामी स्टाफ मिटिङ भनेर चाहिँ गर्ने गर्दछौँ। अब त्यसमा विशेष गरी अब हाम्रो समसामयिक विषयहरूमा विभिन्न निकायबाट आएका परिपत्रहरूको चाहिँ समीक्षा गर्ने, त्यो चाहिँ जानकारी गराउने, कसरी कार्यान्वयन गर्न सकिन्छ, सेवा प्रवाहलाई चाहिँ कसरी हामी चुस्त दुरुस्त बनाउन सक्छौँ भन्ने विषयमा चाहिँ विशेष गरी एक दिनको दिनचर्या कस्तो रह्यो होइन, केही गुनासो रहे कि रहेनन्, कामहरू कति भए, त्यसको पनि समीक्षा गर्नुपर्ने हुन्छ सर। त्यसका लागि दिनको अन्त्य 5 बजेपछि गर्नुहुन्छ कि अर्को दिन फर्स्ट आवरमा सबै बसेर छलफल हुन्छ, के छ सर? अब त्यस्तो चाहिँ अहिले गर्ने गरिएको छैन। हामी विशेष गरी मासिक प्रतिवेदन प्रत्येक महिना पठाउने गर्छौँ। त्यसैलाई बेस मानेर हामी महिनाको जुन स्टाफ मिटिङ हुन्छ त्यति बेला चाहिँ समीक्षा गर्ने गर्छौँ। गुनासोहरू तपाईँ आइसकेपछि कति आएका छन् सर? फोन मार्फत, मेल मार्फत अथवा मौखिक होइन प्रत्यक्ष भेटघाट गरेर सेवाग्राहीले भन्ने गर्नु भएको छ? अब सेवाग्राहीहरूले त अहिलेसम्म हामीलाई भन्नुभएको छैन। अब मलाई चाहिँ 1-2वटा गुनासोहरू सिडिओस कार्यालयबाट प्राप्त भएको थियो, त्यसलाई चाहिँ हामीले साथीहरूसँग राखेर समाधान गर्ने प्रयास गरेका छौँ। गर्नुभएको छ। हजुर। अब तपाईँहरूलाई थप अन्य कुन कुरा भइदिए अझ राम्रो तरिकाले अगाडि बढ्न सकिन्थ्यो होला, सेवा प्रवाह राम्रो हुन्थ्यो, के मान्नु भएको छ सर? विशेष गरी हामीलाई सेवा प्रवाहको लागि अब कर्मचारी, हाम्रो सहायक स्तरको कर्मचारीहरू पर्याप्त भए तापनि अधिकृत स्तरको कर्मचारीहरूको अपर्याप्तता नै छ। अब त्यो दरबन्दी अनुसारका कर्मचारीहरू प्राप्त भए सेवा प्रवाहमा झनै सजिलो हुन्थ्यो। अर्को कुरा अब भवन पनि छ, भवन पनि हामीलाई आफ्नै भवन भएको भए सेवा प्रवाहमा अझ सजिलो हुन्थ्यो। र अर्को कुरा अब स्थानीय तहबाट प्राप्त हुने जुन सिफारिसहरू छन्, विभिन्न कागजातहरू छन्, त्यो चाहिँ अब रितपूर्वकका भयो भने हामीलाई चाहिँ सहज हुन्छ।
अन्तमा सर जग्गा किनबेच गर्दा विशेष ध्यान दिनुपर्ने कुरा हामी सबैले के हो दर्शकबिन जनता सेवाग्राहीलाई भनिदिनुहोस् न। विशेष गरी हामीले जग्गाको कारोबार गर्दाखेरि त्यो जग्गा आधिकारिक जग्गा या दर्ता जग्गा हो कि होइन भनेर चाहिँ हेर्नुपर्छ। विशेष गरी तराई क्षेत्रमा मोही छ कि छैन भनेर यकिन गर्नुपर्ने हुन्छ र जग्गा किनबेच गर्दाखेरि हामी फिल्ड भिजिट अनिवार्य गरेर त्यो नक्सा हेर्ने फिल्ड बुक हेर्ने जस्ता कार्यहरू गरेर चाहिँ हामीले जग्गाको कारोबार गर्नुपर्छ जस्तो लाग्छ। महत्त्वपूर्ण समय दिनुभयो, जानकारी दिनुभयो कार्यालयको बारेमा, धन्यवाद सर। हस्, धन्यवाद, नमस्कार।